आमा हजुर 20,000 देऊ न। उ त के हो त नि त्यो? त्यो टमाटर ए टमाटर हो? म त गोलभेडा भनेको। ए टमाटर पो हो। ओ आमो हजुर हजुर के बनाउँदै हो? आलु हो। आलु? आलु मात्र हो? आलु र मसौरा ए यो क्यारेको त नि यो मसौरालाई। अहिले हाल्ने हो। हाँ? अहिले आलु पाकेपछि हाल्ने के आलु पाकेपछि हाल्ने न त्यो क्यारेको र यो यसलाई फ्राई गरेको फराई। यो फराई गर्दा नि यो के हालेको र यस्तो? प्याज हो। के हुन्छ प्याज हाल्यो भने? के हुन्छ? मिठो हुन्छ। यो के हो यो? मसला हो। के मिसाएको कहाँ यसमा? ए बडी पनि मिसाउने हो? जिरा यो के बडी मिसाउनु लाग्यो? सिमी हो। ए मलाई नामै आउन कि सिमी बडी के हो के हो? एउटा दुईटा हालौँ के किन त त्यो प्याट भाँचेको? कलिलो भएर भाइ यो धेरै नै हाल, मिठो हुन्न, मलाई त मन पर्दैन। यो के बनाएको? आमा अरे कहना क्या चाहते हो? आमा तातो छ त। ए आलु हो यो? कुन आलु आमा? आलु कुन आलु? निलो आलु। निलो आलु? कस्तो कस्तो आलु हुन्छ र? सेतो हुन्छ, रातो हुन्छ, ए कुन आलु राम्रो हुन्छ? निलो हुन्छ। ए निलो आलु अनि किन सेतो आलु बनाएको त नि? कहाँ सेतो हो त त्यो? त्यो निलो छँदै छैन। त्यो तासेपछि त सेतो भयो। तासेर सेतो भएको न त निलै हुन्थ्यो। न यो खाएर सकिदिन्छ। नसकन छोरी। तरकारी लानु परेन? ए लानु त पर्यो नि। कस्तो भयो त आज काम? ए खतरा भयो। दामी भयो दामी भयो। हो र? ए घर आएर खाना पकाउनु लाग्यो? हजुर उ त के हो त नि त्यो? त्यो टमाटर। ए टमाटर हो? म त गोलभेडा भनेको। ए टमाटर पो हो? ए अरू सबै ठिक छ नि? ठिक छ बाबु। सन्चो बिसन्चो केही छ? ए सन्चै छ। आमा हजुर 20,000 देऊ न। देऊ